नमस्ते। हामीले एकअर्कासँग कुराकानी लेनदेन गर्दाखेरि शब्दहरूको प्रयोग गरी गर्छौँ। तर यदि कम्प्युटरले कुराकानी लेनदेन गर्ने हो भने कसरी गर्छ होला त? आजको खेल्दै सिक्दैको सिकाइमा हामीले कम्प्युटरले कसरी काम गर्छ भन्ने बारे बुझ्नेछौँ। यो क्रियाकलाप सुरु गर्नुभन्दा अगाडि पहिला हामी इन्कोड र डिकोड गर्नु भनेको के हो बुझौँ है त। इन्कोड गर्नु भनेको चाहिँ जानकारीलाई कोडमा रूपान्तरण गर्नु हो र डिकोड गर्नु भनेको चाहिँ कोडलाई साधारण भाषामा रूपान्तरण गर्नु हो। यो क्रियाकलापमा हामीले 0 र 1 को प्रयोग गरेर एन्कोड गर्नेछौँ। यहाँ 0 र 1 को अर्थ आफैमा कुनै रङ होइन। हामीले सुरुमै एउटा नियम बनाउने छौँ कि 1 मा चाहिँ रातो रङ लगाउने र 0 चाहिँ खाली छोड्ने। यही नियम अनुसार ढाँचामा चाहिँ जहाँ जहाँ 1 भनेर लेखिएको छ त्यहाँ त्यहाँ रातो रङ प्रयोग हुन्छ र 0 चाहिँ खाली हुन्छ। यदि हामीले नियम परिवर्तन गरेर 0 मा चाहिँ रातो रङ लगाउने र 1 चाहिँ खाली छोड्ने भनेर तोक्यौँ भने त्यही अनुसार ढाँचामा काम हुन्छ। कम्प्युटरले पनि केही यही सिद्धान्तमा काम गर्दछ। यो पाठको लागि हामीलाई रङ्गीन कलमहरू र ढाँचाहरू चाहिनेछ। सुरुमा दुवै खेलाडीले एउटा चुनौती गर्नेछन् जसमा यस प्रकारको ढाँचा छ। हामी यसमा 1 अङ्क लेखेको ठाउँमा कालो रङ भर्छौँ भने 0 लेखेको ठाउँमा खाली छोड्छौँ। यसरी रङ भर्दै गएपछि हामीले एउटा चित्र देख्नेछौँ। भर्खर हामीले गरेको चुनौती डिकोडिङ थियो जुनमा हामीले नम्बरहरूको अर्थ अनुसारको रङ भर्यौँ। अब चाहिँ हामी पिक्सेल कलातर्फ लाग्छौँ। यसमा हामी आफूलाई मन लागेको कुनै चित्र बनाउनेछौँ। हामीले यहाँ कुनै एक मात्र रङ प्रयोग गरेर पिक्सल कला गर्नेछौँ। अब यसरी नै हामी पहिला खाली बक्सावाला ढाँचामा 1 र 0 को प्रयोग गरेर हामीले अघि बनाएको त्यो चित्रलाई इन्कोड गर्नेछौँ। हामी अब इन्कोडिङ गर्नतर्फ लाग्छौँ। इन्कोडिङ गर्दा हामी नम्बरहरूलाई अर्थ दिने काम गर्छौँ। जस्तै यहाँ हामीले 1 लाई कुनै एउटा रङ भनेर चिनौँ र 0 लाई खाली ठाउँ भनेर चिनौँ। यो चित्रको खाली भागमा हामीले 0 राख्यौँ र चित्र भएको ठाउँमा 1 भनेर राख्यौँ। एन्कोड गरिरहँदाखेरि चाहिँ हामीले चित्र भएको ठाउँ र खाली भएको ठाउँ ध्यानपूर्वक हेरी गर्न पर्ने हुन्छ। हामीले एन्कोडिङ गरेको पिक्सल कला साथीलाई दिन्छौँ र साथै साथीले एन्कोड गरेको पिक्सल कला हामी लिन्छौँ। अब भने हामी आफ्नो साथीको पिक्सल कलालाई डिकोड गर्न खोज्छौँ। सुरुवातको चुनौती गरे जस्तै अब दुवैजना खेलाडीले डिकोड गर्नेछन्। डिकोड गरिरहँदाखेरि चाहिँ दुवैजनाले तोकेको रङ र त्यसको नम्बर अनुसार डिकोड गर्नेछन्।
हामीले अहिलेको सिकाइमा एउटा मात्र रङ प्रयोग गरेर पिक्सल कला गर्यौं। हजुरहरूले यो पाठ कक्षा कोठामा लाँदाखेरि विभिन्न रङ प्रयोग गरेर पिक्सल कला कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरूलाई सिकाउन सक्नुहुन्छ। हामीले यस पाठको मुख्य उद्देश्य भनेको चाहिँ विद्यार्थीहरूलाई कम्प्युटरले कसरी कुरा लेनदेन गर्छ र 0 र 1 मा कसरी काम गर्छ भन्ने बारे बुझाउने हो। यस क्रियाकलापमा अरू आउन सक्ने चुनौती भनेको चाहिँ विद्यार्थीहरूले कलर इन्कोड गरिराख्दाखेरि अल्मलिन सक्छन्। यस्तो बेला चाहिँ हजुरहरूले सहायक प्रश्नको प्रयोग गरी कठिनाइ भोगिरहेका विद्यार्थीलाई मद्दत गर्न सक्नुहुन्छ। आजको सिकाइ यति नै थियो। थप जानकारीको लागि हामीसँग शिक्षक निर्देशिका र विद्यार्थी निर्देशिका पनि छन्, जसको लिङ्क हामीले यो भिडियोको डिस्क्रिप्सनमा राख्छौँ। आजको